व्यवसाय सङ्घ काठमाडौँको परिवारको तर्फबाट स्वीकार्नुहोस्। नयाँ वर्ष 2082 को धेरै धेरै शुभकामना। साथै भर्खरै दोलखामा सम्पन्न तेस्रो अधिवेशनबाट काठमाडौँको तर्फबाट नवनिर्वाचित अध्यक्ष दामोदर नेपाल सहितको टिमलाई सफल कार्यकालको बधाई एवं सफल कार्यकालको शुभकामना दिन चाहन्छु। साथै हामीहरूलाई माया गरेर विशेष गरेर गोर्खा प्रहरी, होल्डिङ, सुमेल ट्राभल, कहाँ, स्काई टावर लगायत धेरै कम्पनीले मैले जोलाई भने कसैले पनि नो नभनिकन क्यालेन्डर अर्को छापेको भए अर्को 2-3 वटा क्यालेन्डरमा पनि उहाँहरूले मलाई माया गर्ने एउटा सङ्केत देखाउनु भयो। यसबाट मलाई थप उत्साह छाएको छ र म अवरात्र व्यवसायको पक्षमा विशेष गरेर टेक्नोलोजीको हरेक कुरामा काठमाडौँ धेरै कुराहरू पोखराको व्यवसायको अगाडि, चितवनको व्यवसायको अगाडि, अन्य व्यवसायको अगाडिमा हामीहरू पछि छौँ। अब हामीहरूले यसलाई सुधार गरेर जानुपर्छ भन्ने हिसाबमा मेरो ध्यान त्यतैतिर केन्द्रित छ। त्यसैको बावजुद नेपालकै सबैभन्दा ठुलो होल्डिङ एउटा द्रुत इन्टरनेटको गतिमा काम सेवा दिइराखेको होल्डिङसँग हाम्रा हरेक व्यवसायलाई विश्वको एउटा टेक्नोलोजीसँग जोडाउनु पर्छ भनेर एउटा अभियान सुरु गरेका छौँ। नयाँ साल सँगसँगै उहाँसँग जोडिएर आफ्नो बिजनेसलाई एउटा गति दिनुहुनेछ। सँगसँगै जति पनि आएका पर्यटनहरूलाई हामीले बसाइ लम्ब्याउनका लागि करोडौँ खर्च गरेर एउटा नयाँ टेक्नोलोजीका साथमा अहिले स्काई टावर बनेको छ। त्यसमा अन्य सेवा पनि थप्ने कुरा मैले बुझेको छु। उहाँहरूसँग पनि केन्द्रित हुन, साथै नेपालकै सबैभन्दा ठुलो कम्पनी कर्नाटकै लिस्टमा हेर्ने भने तेस्रो चौथो लिस्टमा परेको गोर्खा प्रहरीसँग हामीहरू छौँ, लगायत तमाम हामीहरूसँग छौँ। उहाँहरूले हामीलाई सपोर्ट गर्नु हुनेछ र हामीहरू इमान्दारी र अनुशासित भएर चाहिँ हाम्रो लक्ष्यतिर चुम्नेछौँ भन्ने तपाईँहरूलाई प्रतिबद्धता पनि जनाउन चाहन्छु। र म अघि हाम्रो प्रमुख अतिथिको छेउमा लामो टाइमसम्म भलाकुसारी गरेँ। उहाँले मलाई केही सङ्केत गर्नुभएको छ र म उहाँलाई भन्न चाहन्छु चाँडै नै हामीहरू बागमती प्रदेशको हेटौडामा आउनेछौँ। उहाँले जसरी पनि हामीहरूलाई केही बजेट छुट्याइदिएर अघि उहाँसँग औपचारिक कुरामा भनिसकेको थिएँ। हामीहरूसँग के छ भन्दाखेरि हामीहरू नेपालमा अहिले राज्यले के चिन्नु पर्नेछ भने हामीहरू समृद्धितर्फ जाने भने श्रम बेचेर मात्रै समृद्धितर्फ जान्छौँ भन्ने हामीहरूलाई एउटा भ्रम छ। त्यसलाई हामीहरूले अन्त्य गर्नको लागि हामीहरूले विदेश जान गइरहेका युवाहरूलाई रोक्नुपर्नेछ। अहिले कस्तो ट्रेन्ड छ भने हामीहरू आउँछौँ, केही सिकाउँछौँ, केही बुझाउँछौँ, अनि उहाँहरू भिसा मागेर बाहिर गइदिनुहुन्छ। फेरि एकजना ल्याउँछौँ, बुझाउँछौँ, उहाँहरू बाहिर जाइदिनुहुन्छ। तर दुःखको कुरा राज्यले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि हाम्रो छिमेकी राष्ट्र इन्डियाबाट, भुटानबाट या चाइनाबाट कहीँबाट पनि रेगुलर हिसाब किताबले गेस्टहरू आइराख्नु भएको हुन्छ। उहाँहरूले हामीले गाउँबाट भर्खर आएका अध्यक्ष हाम्रा स्टाफबाट सेवा दिँदाखेरि नेपालको पर्यटनको अवस्था, काठमाडौँको पर्यटनको अवस्था कस्तो रहेछ भन्ने एउटा नेगेटिभ सन्देश विश्व बजारमा जाने भएको कारणले हामीहरूले हरेक महिना फरक फरक खालको तालिम गरे गर्नुपर्ने अवस्थामा छ। कुनै एउटा 2-3 लाखको बजेट माग्न गयो भने हामीहरूले अरू 50,000 चाहिँ आउने जाने खर्च गर्नुपर्ने झन्डटिलो खालको प्रक्रिया भएको कारणले सभामुख मार्फत, आजको प्रमुख अतिथि मार्फत म यो निवेदन गर्न चाहन्छु कि सरल तरिकाले कमसेकम 5-10 लाखको बजेट हामीलाई प्रवाह गर्दाखेरि एउटा निवेदनको भरमा त्यसलाई सामान्य अनुगमनको गरेको भरमा हामीलाई बजेट प्रवाह गर्न सक्यो भने समग्र यो टुरिज्मलाई माथि उठाइन्छ भन्ने चाहिँ मैले एउटा सानो सुझाव चाहिँ आफ्नो राख्न चाहन्छु। र अघि धेरै कुराहरू उठे, त्यो कुरामा हामीहरू तपाईँको हिजो अस्ति जिल्ला प्रशासन गयौँ, गृह मन्त्रालय गयौँ, गृह सचिवकोमा भेट्यौँ, पर्यटन मन्त्रीकोमा पनि गयौँ, धेरैतिर गयौँ। राज्य हिजो अहिले टिचरहरू आन्दोलित हुनुहुन्छ। उहाँहरूको 2028 को उहाँको ऐनमा चलिराख्नु भएको छ। हाम्रो 2035 को ऐन चेन्ज भएको छैन। नेपाल प्रहरीमा 2016 को ऐनले चलिराख्नु भएको छ भने राज्य त्यसरी मौन तरिकाले आफ्नो तरिकाले सुतिरहेको अवस्था छ भनेपछि अहिले सुरक्षाको कुरामा रातभरि खोल्न दिए भन्दा हामीहरू सपोज एयरपोर्टलाई या सुन्दरा थमेललाई रातभरि खोल्न दिए भन्दा राज्य अलिकति पोजिटिभ हुन्थ्यो होला। तर जिल्ला होटल व्यवसाय सङ्घ भित्र काठमाडौँभरि छरिएका व्यवसायहरूको आवाज उठाउनु पर्ने भएको कारणले पहिलो स्टेप कमसेकम 12 बजी सुरु जाँदाखेरि अलिकति सहज हुन्थ्यो कि भन्ने उद्देश्यका साथ हामीले गएको हौँ। त्यसमा पनि पोजिटिभ कुरा आइराखेको छ। स्टेपली हाम्रो लक्ष्यमा पुग्नेछौँ भन्ने तपाईँहरूलाई त्यो पनि जानकारी गराउँदै पुनः म के भन्न चाहन्छु भन्दाखेरि विशेष गरेर हामीहरूलाई माया गर्ने जति पनि कम्पनीहरू हुनुहुन्छ, प्राइभेट सेक्टरले सरकारी सेक्टरबाट त हामीहरू कति ठाउँ गयौँ, कहाँ गयौँ, उहाँहरूले 2 लाख 3 लाख बजेट दिनको लागि र म जति पनि
निजी क्षेत्रसँगलाई धन्यवाद प्लस आभार प्रकट गर्दै आज हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाउनुभएका सम्पूर्ण प्रमुख अतिथि विशिष्ट अतिथिज्यूहरूलाई धन्यवाद प्लस आभार प्रकट गर्दै हाम्रो कार्यक्रमको दौरानमा अथवा आसन ग्रहणको दौरानमा कुनै दौरानमा त्रुटि भए क्षमा माग्दै आजको यहाँको कार्यक्रम यही विसर्जन भएको घोषणा गर्न चाहन्छु। हवस्, धन्यवाद।